ल यसपालि आलु यति राम्रो छ कि यसले यति राम्रो छ कि आलु ल हेर्नुहोस् आलु 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 यो पहिला पुरै मकै मकै हुन्थ्यो अहिले चाहिँ मान्छेले बढी जस्तो आलु लाउने गरेछ है सबै आलु यो तलतिर आलु तलतिर त अलैँची तलतिर अलैँची अलैँची पनि अहिले बिरुवा कोही मरेछ कोही अब लाउनै छोड्यो कि हो मान्छे जति काठमाडौँतिर बारीतिर हेर्ने रुखै रुख छ यो अलैँची तलतिर भएको अब अलैँची बेसार अनि कहाँबाट हुन्छ त ल हेर्नुहोस् यहाँ आलुबारीमा हेर्दा त्यो लाउने कपडा त्यो सलहरू सारीहरू सबै बारेर आएपछि चाहिँ दुम्सीलाई रे दुम्सी लाग्छ नि त यहाँ त फेरि पाहाडतिर दुम्सी बढी हुन्छ यो चाहिँ बिमारहरू खै यो रातो रातो फलेर असारमा राम्रो हुन्छ तर यसपालि यसमा चाहिँ फल्नु सुरु भएर चाहिँ यो कटिङ भएर हो कि खास के भएर हो आलु बढी लगाएछ यसपालि यता खासै त्यति राम्रो छैन यता यो माथिल्लो भेगमा चाहिँ राम्रो छ है सबै आलुबारी टाकटुक राम्रो छ